सबैलाई नमस्ते। म चाहिँ यो सानो ब्लग आज सबैलाई ह्याप्पी न्यु इयर है। ह्याप्पी न्यु इयर सबैलाई, जहाँ रहनुहुन्छ, जस्तो ठाउँमा हुनुहुन्छ, सुखदमय बितोस् दिनहरू है। अनि हाम्रो चाहिँ यता मकैहरू दामी भइसकेको छ यता। अनि यहाँ चाहिँ यो चाहिँ खोर्सानी हो। अनि यो चाहिँ फुलहरू मम्मीहरूले रोप्नु भएको। त्यहाँ त खोर्सानी यस्तो भइसकेको छ है, दामी गमलाको खोर्सानी। यो लट्टेको बिरुवा र लट्टे र खोर्सानी होला। यो चाहिँ मैले रोपिदिएको फुल हो। यता चाहिँ हाम्रो आँपको रुख यता बढ्दैछ। पछाडि पनि छ आँपको रुख चाहिँ, तर त्यो चाहिँ त्यो पछाडि छ त्यहाँ, तर त्यो चाहिँ अलिक पछि नै हुन्छ होला। ठुलो त भइसक्यो तर फलेको छैन। र टमाटरहरू अब यहाँ चाहिँ आँपको रुख। अनि अब म चाहिँ मेरो हजुरआमा आउनुभएको छ। हुनुहुन्छ आमा, नमस्ते आमा। नमस्ते भन्नु त सबैलाई, सबैजनालाई नयाँ वर्षको शुभकामना भनिदिनुहोस्। सबैजनालाई नयाँ वर्षको शुभकामना भनिदिनु त। नयाँ वर्षको शुभकामना। नमस्ते सबैजनालाई। म बुढी मान्छे हुँ, अहिले रोगी पनि भएर छु। कहिलेकाहीँ स्वास्थ्यमा हल्का बिरामी त भइहालिन्छ, अनि त्यस्तो आत्तिनु पर्दैन होइन आमा। अनि यता चाहिँ मेरो बहिनी, यता चाहिँ भान्जीको काम गरिदिने भनेर आइडिया लगाइरहेको छु। अनि हजुर, आज रक्सी के बेच्ने हो कि खाने हो? पाक्दैछ। हजुरआमा, अनि यता चाहिँ केही पाकेको छैन? यता चाहिँ केही पाकेको रहेन रहेछ है। अनि आज ह्याप्पी न्यु इयर सबैलाई, नयाँ वर्षको शुभकामना। स्वास्थ्य रहनु, सुखद रहनु होइन कान्छी? आज चाहिँ मासु आगोमा चट्ट पकाएर एकदम के भन्छ चखिलो बनाएर खाने विचारमा आगोमा बनाइराख्नु भएको छ हाम्रो मिसेसहरूले। मेरो हजुरआमा चाहिँ के भन्नुभएको आमा? ए सधैँ भेटेको थिएन, आज मात्रै होला नयाँ वर्षमा वर्ष हो। मासु खान पाएको थिएन नि त मैले। आएको थिएन, आज खान पाएको छु। आज कति खाँदो रहेछ। हाम्रो आमाले त गोर्खा भने पो लगाउनु पर्छ टोपी त। गोर्खाली हो नि त होइन आमा? अनि यहाँ चाहिँ एकदम मकैहरू यस्तो हुँदैछ। अनि मेरो मम्मी चाहिँ यता के गर्नु हुँदैछ? घाँस काट्नु हुँदैछ। यो त धेरै जङ्गल भएर। अनि यो चाहिँ मेरो साथीको घर हो, मिस्टर योगेश, हाम्रो भलिबल खेलाडी योगेश थापाज्यू। तपाईँ कहाँ हुनुहुन्छ? बाहिर निस्किनुहोस् प्लिज। यहाँ माथि सुत्नुहुन्छ उहाँ चाहिँ, मलाई थाहा छ उहाँ सुत्ने ठाउँ। उहाँको भाइ यहाँ सुत्नुहुन्छ। अनि यहाँ चाहिँ टमाटर यस्तो दामी भएको छ टमाटर, मैले यो चाहिँ लगाइदिएको। अनि यता चाहिँ आँपको बोट, यो चाहिँ किन फलेन, ठुलै भइसकेको छ। अनि यहाँ काँक्रा पनि हुँदैछ। धेरै ठाउँ रोप्न त रोपेको थियो, काँक्रा भएन। रक्सी पार्दैछ मेरो बहिनीले चाहिँ। अनि यो चाहिँ सुँगुर यता दुईटा छ। अनि यसले के हेर्दैछ? यता दुईटा छ सानो पाठा। के हेरेको भाइ? तँलाई त बेचिसकेको छ त भाइ।
अब त जाने भइस एकदम धुवा पनि आइरहेको छ म चाहिँ पसल जानुपर्ने हुन्छ मेरो काम चाहिँ पसलमा छ मेरो भाइ आफै छ पसलमा चाहिँ म गएको आमा म गएँ ल आमा हजुर म एकछिनमा आउँछु कहिले न मैले आगोमा खाना बनाउन लागेको त्यही पनि आगै नबलेर भित्र मेरो बुढीले चाहिँ के भन्दै थिइन् सुन्नु त गाई नहेराउनु रे मेकअप गरेपछि मात्र देखाउनु भन्छ नि नरिसाउ न बुढी नरिसाउ नातिनी बुहारी त मेकअप गरेर मात्र यहाँ भिडियोमा देख्ने भन्दै थियो हाम्रो आमालाई मेकअप भन्ने थाहा छैन है के जाने यो चाहिँ यो घरकी छोरी हो होइन घरिघर ठुलो कुरा गर्छ यसले के त्यस्तो यस्तो गर्दैन यसकी छोरी चाहिँ यो हो नि नाची देउताले मेरो कान्छीले चाहिँ मासु बनाउँदैछ नि मैले चाहिँ बाहिर आज आगोमा बनाउने भनेर सोचेर कस्तो आगोमा बनाउन लगेको तर त्यहाँ छेउमा रक्सी पारेर होला सबै त्यो आगोको राख्ने म बाहिर बस्नै सकिनँ त्यही भएर भित्र लिएर राम्रोसँग बनाउनु होइन तिमीलाई मासु राम्रोसँग बनाउने शुभकामना म आमा हिँडेन म हिँडेँ आमा म पसल गएको है बस चाहिँ यता रहेछ मेरो भान्जीको चाहिँ दाँत खोल्ने भनेर यहाँ कुरो भइरहेछ ल 10 रुपियाँ दिनु ल प्र्याक्टिस कतिको निस्किँदो रहेछ दाँत खोल्ने कुरो भइरहेछ यहाँ त्यस्तो गर्ने होइन नगर्नु नि त्यस्तो गर्नु यो चाहिँ मेरो भान्जा हो मिस्टर गर्लफ्रेन्डको फोटो पछाडि रहेछ मलाई गाई होइन देखिरहेछ टाउको दारा निस्किन्छ म फेरि समात्छु नि फेरि धागो मात्र आफै निस्किन्छ नि आफै निस्किन्छ क्या धागो मात्रै छिराउनु अहिले फेरि सानो धागो ट्राई मात्रै ट्राई मात्र निकाल्नु यत्तिका भइसकेको थियो अहिले फेरि सानो अलग गर्ने निकाल्ने होइन के मेरो भान्जीको चाहिँ दाँत बिच्कियो मात्र निस्किएन छोड्दै अरे म चाहिँ अब पसल गएको है पसल आइसकेँ अब म चाहिँ पसल आइसकेँ तपाईँहरू चाहिँ विशाल खाजा घरमा आउन सक्नुहुन्छ खाजाको लागि अनि मेरो भाइ चाहिँ यहाँ गर्दैछ चाहिँ होटल साहब हो होइन गर्दैछ अनि सबैलाई नयाँ वर्षको शुभकामना गाइस है बाई बाई